हेलो गाइस, तपाईहरुलाई स्वागत छ मेरो मिनी ब्लगमा। आज चाहिँ म यहाँ मतलब गर्लफ्रेन्डलाई भेट्न गएर उसले अब चप्पल गिफ्ट दिने रे। धेरै पटक भन्दाखेरि उसले मलाई चप्पल गिफ्ट गर्न लागिरह। त्यही भएर म चाहिँ अब त्यही चप्पल लग्न जाउँ भनेर अब उसको पर्खाइमा म चाहिँ पुग्ने लोकेसनमा पुगिसकेँ र ऊ चाहिँ कामबाट तल आउँदै थिएँ। लेट्स वेट कति बेलासम्म आउँछ। ल हेर्दा हेर्दै अब केटी पनि बाहिर निस्किछ। अब रोकिनु त छैन, फेरि हिँडै छ होइन। उसले खै मेरो लागि एउटा गिफ्ट भन्ने कुरा लगेको छ अरे, हेर्नु पऱ्यो अब कस्तो छ केही छ। ल फाइनली है म उसको नजिक नि पुगेँ। ल उसले चाहिँ फेरि चप्पल अरूको गिफ्ट के आउँछ बट मैले त चप्पल मागेँ। फेरि चप्पल दिँदाखेरि आफैलाई यति खुसी लाग्यो। फेरि उसले एकदमै सम्झाउने कुरा गरेँ। 4 दिनभित्र अर्को काम खोजिन त तेरो कन्ड भएको छ यताउति भन्न थाल्यो। केटीले एकदमै राम्रो सम्झाउने कुरा गर्छ। अब गर्लफ्रेन्ड भन्दा पनि बुढीको जस्तो ट्रिट गर्छ। यति भएपछि अरू के चाहियो त होइन। यस्तो बुझ्ने गर्लफ्रेन्ड भइसकेपछि अरू त के चाहियो। आफूसँग पाएर यति भन्दै आजको भ्लग समाप्त। टाटा बाई बाई, सी यू टुमारो बाटो घुमारो।